चाहिँ लाग्यौँ साथीहरू। अब हाम्रो यात्रा सुरु भयो। यो चाहिँ लोकल कुखुरा हो साथीहरू, लोकल कुखुरा हो। संसारमा तिमीलाई माया गर्ने यो। हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल श्री शान्ति वर्ल्ड एन्ड एनदर भिडियो। सो आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेर त हजुरहरूले मेरो बाहिरलाई थम्बनेल देखेर नै थाहा पाइसक्नुभयो होला। अन्त हामी चाहिँ खानसाना भ्याइसक्यौँ अनि अब चाहिँ हामी रेडी हुन्छौँ अनि हिँड्छौँ हामी चाहिँ। अनि माथि कस्तो यताउता हिँड्न लागेपछि रेडी हुँदै गरेको होइन, रेडी भइसकेर हिँड्न लाग्दा चाहिँ भिडियो स्टार्ट गर्नु मन लाग्थ्यो। आज चाहिँ अलिक पहिले गरिदिएँ त्यही साथीहरू। यता हाई भनिदेऊ। अब यो ज्याङऱ्याङै छ, हिजो नआएर सुतेको नि त। ल अब एकछिनमा भेटौँ ल। रेडी भइसक्यो होइन, मेरो बाल पुरा उम्रेको के झरेको बाल फेरि नक्कल पारेर अगाडि भनौँ ल। म चाहिँ रेडी भइसक्यो, यति नै हो मेरो चाहिँ। अब चाहिँ म छोरीलाई रेडी गर्दैछु। साथीहरू हामी चाहिँ रेडी भइसक्यौँ। अब चाहिँ हामी च्यानलको म यति धेरै खुसी छन्, यति धेरै छन् कुरै नगर साथीहरू। मलाई अहिलेदेखि होइन जन्मलाई उहिलेदेखि हो। सो त्यही भएर अब चाहिँ हामी अब नानी बोक्ने ठाउँमा अब ब्याग बोकेको छ साथीहरू। नानीलाई कुन हालतले लिएर जाने भनेर मलाई थाहा छैन। यति गर्नु छ फेरि यो बतरी नछाड्दैसम्म। छि फोटो चप्पल हिँडाएको र कसरी लिएर जाने भन्ने मलाई पनि थाहा छैन कि यार। अब चाहिँ हामी फेरि लाग्यौँ। हाई भन्नु, हाई भन्नु, हाई भन्दै म यहाँ चाहिँ कस्तो पाउडरलाई देख्छ भने चाहिँ थुगर के खाएको थुगर है रबर खाइन्छ। यहाँ छन् भ्याकेसनको लागि जाँदैछन् यिनीहरू गाउँ, समर भ्याकेसनको लागि। यता छौँ साथीहरू। हामी चाहिँ समर भ्याकेसनको लागि गाउँ लाग्यौँ। यिनीहरू चाहिँ ट्विन्स हो। स्वर्गमा जाँदैछौँ साथीहरू। यहाँ नर्कमा पाकेर मर्न लागेको थियो। अब चाहिँ हामी स्वर्गमा जाँदैछौँ। हाई भन, हाई। कपाल कस्तो गरी बाँध्दै थिएँ राम्रो गरेर, झन् त्यो चाइनिज लभर नि कस्तो छ कि चत्ता चत्ता चुट्टी। अब त्यो त्यतिकै रहनु भएको उहाँ चुट्टिसकेको देख्नुपर्छ। त्यस्तै माइत जानु लागेर घरमा पोछा लाउने घुर पर हाल्ने के अरे त्यो मोनिका घडी त्यही बाहिर छोड्दो रहेछ। म रुममा मेरो रुममा राखेर चाबी लगाइरहेँ। चाहिन्थेन यस्तै इस कुन चाहिँ नि लाएर यस्तै गरे त त्यही छ त्यो पत्थरवाला। नयाँ किनेको घडी हो। मोनिका तिमी यो भिडियो हेर्दैछौ भने तिम्रो घडी घरै छुटेको छ, मेरो रुममा बस्दैछ। हामी चाहिँ लाग्यौँ साथीहरू। अब हाम्रो यात्रा सुरु भयो। बुढोबाले गाडी चाहिँ हिँड्यो अनि हामी चाहिँ 8जना छ। 8जना छ अनि यता हुनुहुन्छ भाउजूहरू, भाउजू केटाकेटी। अनि यता हाम्रो शान्ति दिदी बहिनी। के छ हालखबर? धेरै पछि भ्लगमा आइयो, देख्न पाइयो।
अन्त कपिराइट हान्छ होला त्यही भएर साउन्ड म्युट गर्नुपर्छ। यहाँ खाजा ठाउँमा आइसकेको छ। यहाँ पनि गाना नै बजिरहेको छ। राम्रो मौसम गरेछन् साथीहरू, देख्न सक्नुहुन्छ हजुरहरू। अनि बाटो बनाएको रहेछ उता चाहिँ पानी पर्यो साथीहरू। पानी अहिले यस्तो हुन्छ, म पोहोर आउँदा पनि पानी परेको थियो, अहिले पनि पानी पर्यो। कस्तो भयो हाम्रो हालत खराब भएछ। मेरो नानी यति चलेको गर्थ्यो नि घरमा, आज गाडीभित्र बसेको उसले पानी जत्तिकै भएछ कि अनि आत्तिको आत्ति छ झर्नलाई। यस्तो डेन्जर पानी परेछ, म फेरि देखाउँछु। यस्तो डेन्जर पानी परेछ कि बुटोलमा अहिलेसम्म पानी नपर्ने के भएको। त्योहरू हामी चाहिँ आएर झरेछौँ। यहाँ आकाश घुरुङ्दैछ, मलाई कस्तो डर लाग्छ आकाश घुरुङ्दै चाहिँ। त्यो कस्तो देखेको म चाहिँ सिन्दुर लाने बिर्सेछु। माइताका मान्छेहरू यता छन्। मेरो छोरी यति आत्यो बाबा गाडीमा, यसलाई त बानी जस्तो भयो क्या आज त। यति चल्ने घर, यति चल्ने गाडीमा भर झन् झर्ने बेला झन् रोज्छ यति रिस उठेको होइन नि त्यो साथी। अब हामी चाहिँ अब हेर्नु त्यत्रो लापो पनि अब यहाँदेखि हामी चाहिँ 10 मिनट जति हिँड्नुपर्छ छोरीमाथि। माइजूहरू लिन आउँदैन हुन्छ। त्यसपछि हामी जान्छौँ। मेरो लुगा हेर्नु सक्नुहुन्छ, 1 पिस जस्तो भएको छ डुब्लाएर। अब आइयुले नानीलाई लोटाएको। हामी त मर्यौँ साथीहरू, जाडोले यति चिसो भएछ नि। केटाकेटीलाई तातो लुगा लगाइदिइहालेँ। मेरोलाई मैले टोपी लगाइदिने बिर्सेछु। घर गएपछि त माइजी नमस्ते नमस्ते गर आमालाई नमस्ते गर। जाडो भयो मर्यौँ माइजी हामी त। छु चाहिँ नानीलाई बोकेँ। अनि मेरो झोला छ नि त, अनि जेब्राहरू पनि छ। अनि कसरी लग्ने भनेर हामी आफै कन्फ्युज भयौँ। त्यही भएर झ्याउ भयो साथीहरू, जाडोले मर्यौँ। तिताएर नाखी रातो हुनु लागिसक्यो। मेरो चुट्टा रातै बस्छ क्या दाइले। हाई भनिदेऊ न। छु फेरि हामीलाई स्वागत गरे घाम लाएर। ल चल ट्याक्सी यता हो। ल साथीहरू अब घर गएर अब एकैचोटि म घर गएर क्यामेरा अन गर्छु साथीहरू। यो बिजोगमा जाँदैछु म, त्यही भएर हेर्दै गर्नु होला। घाम लाग्दैन सक्नुहुन्छ साथीहरू, हजुरहरूले घाम लाग्यो अनि हामी चाहिँ अब उकालो लाग्नु पर्ने हुन्छ एकछिन। यस्तो बिजोग भयो नि, यस्तो बिजोग भयो छ यहाँ। आयो हाम्रो अप्सराजी दोकानमा कसैले बोकेर उकालो लाग्दै हुनुहुन्छ। यता हुनुहुन्छ हाम्रो माइजू। आन पाएन, आमाको बुई गइहाल्यो। भाग्यमान रहेछस्, मालका आमा देखिन पाइस्। यसको त मावलो आमा पनि छैनन्, घरको आमा पनि छैनन्। अयो कस्तो देखेको म, झन् डुब्लाएर नाक मात्र भएको देखेको छु म त यहाँ भिडियोमा। झन् हेर्नु नि यहाँ के भएको यस्तो। अयो तर पानी रोकियो होला भर ठिकै भयो। झन् पानी त बिजोग हुन्थ्यो हाम्रो त अहिले त। कस्तो डर नहल्ने उता। बेबी हार्दे बेबी कति लामो छ हेर न, खङ्ग्राङ।
हिँड्न नसके यता यता आऊ के यता चिप्लो छ उता यता आऊ यता आफै हिँड्ने रे के भयो अब यस्तो हेर त चाक थार पार्दै हिँडेको छौ हिँड्न जाने पो हुन्छ हाई भन्दै नि दिदीहरूलाई बल्ल तल्ल घर आइपुग्नु लागि साथीहरू मेरो छोरी चाहिँ भएर हिँड्छु भने त्यही भएर हिँड्न लगाइदिन्छु यति गाह्रो भयो मलाई चल्न सुरु भइसकेको छ अब गयो बहिनी डरा छैन खुसबु डरा छ डरायो नि बल्ल डरायो कि आयो रुक यसलाई छोप्नु त अड्डन त साथीहरू हामी चाहिँ लुगा पनि चेन्ज गरिसकेको छौँ अन्त अब के भन्ने र यस्तो राम्रो मौसम छ मैले भन्थेँ नि हामी नर्गमा थियौँ अब हामी स्वर्गमा जाँदैछौँ भनेर त्यस्तै आनन्द फिल भइरहेको छ कि मलाई यति शीतल यति शान्त कुरै नगर मेरो छोरी झन् यति फ्रिली भएर खेलिरहेछ नि म हजुरहरूलाई म ब्याकग्राउन्ड देखाउँछु त्यहाँ कस्तो छ यस्तो दामी छ पानी पर्छ होला आज सायद अन्त यता बाख्राहरू छ अनि कुखुरा यति धेरै छ माइजूको कुखुराहरू म देखाइदिन्छु कता यतै लिन लाएको माइजू अब थुन्न लाएको अहिले चाहिँ यहाँ म माइजू कुखुराको भिडियो गरिदिन्छु ओ माई गड कसै यो के कुखुरा यो लोकल कुखुरा हो यो चाहिँ लोकल कुखुरा हो साथीहरू यदि हजुरहरूलाई चाहिन्छ भने मलाई इनबक्स गर्नु होला हाम्रो माइजूलाई पाल्न साह्रै गाह्रो भयो अरे यति धेरै छ कि फेरि लोकल रहेछ त्यही पनि हामीले हजुरहरूलाई मिलाएर दिनेछौँ यदि हजुरहरूलाई चाहिन्छ भने यता हाम्रो माइजूलाई सम्पर्क गर्नु होला माइजू भन्नु त यहाँ भन्नु कि यहाँबाट पनि किन्न आउँछन् तपाईँले भन्नुहोस् कि देखाइदिनु यति धेरै छ कि साथीहरू अन्त सुँगुर पनि ठुलै भएछ त्यो कालो कुखुराहरू त अलिक सानो रहेछ होइन किन चाहिँ कस्तो रहेछ अब बाख्राले हान्छ के त्यो आँखा त्यो बल्ल गाँठ्यो साथीहरू आज त मेरो छोरी त बा जेलमा बसे जस्तो भएछ कस्तो राम्रो गुलाबको फुल फुलेरहेछ यहाँ त गुलाबको फुल ओहो यहाँ त लिपेर चटक्क पारेको चाहिँ के हो र यो भाउजू कसले बनायो बटुक पाउराको रे कस्तो तेल त यति त छैन भाइ त्यही त मैले खाएको भयो साहु यो फुल फुलेर पनि भ्याइ जान माइजू
आराध्य श्रेयसी त हेर त उठु त ल नो 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 खेल्न दिएको बहिनीहरू खेलेको ल्याएको भने चाहिँ कति पर्छ नि यहाँ छोरीले खिच्नलाई छैन भुटे राख्नुभएको के हो यो चाहिँ लोकल कुखुराको मासु साथीहरू यस्तो छ हालत लक्षिमको हालत टर्न मारेर खै तेरो सक्कलले त देखाइदियो ड्याडीलाई खै तेरो ड्याडीलाई सक्कल ल्याइदियो तेरो कस्तो छ यो सुनिल धेरै चल्थ्यो होला कि सानोमा यस्तै गर्थ्यो होला त्यही भएर यस्तो भयो चल्नु होला छिच्छे मुखेर त कस्तो छ टुचेर फस्यो हाम्रो चाहिँ हर सब्जी पाक्दैछ म तपाईँहरूलाई देखाइदिन्छु यो चाहिँ लोकल कुखुरा हो चटपट जाडोमा झोलसँग भात खानुपर्छ अनि हामी चाहिँ त्यही हो साथीहरू अब यहाँ पाक्दैछ सबै पाकिसक्यो दाल सब्जी नै पाकिसक्यो सरी दाल भात नै पाकिसक्यो सब्जी पाक्दैछ अन्त म चाहिँ भिडियो एन्ड गर्ने सोचमा छु साथीहरू अनि आजको भिडियो चाहिँ यति नै एन्ड गरौँ होला अब खाएको त मैले खासै देखाउँदैन हजुरहरूलाई थाहा नै छ अनि त्यही साथीहरू हामी फेरि भ्लग ल्याउने के भन्छ बाचा गर्दै आज चाहिँ म भ्लग एन्ड गर्न चाहन्छु साथीहरू अहिलेसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद यदि हजुरहरू मेरो च्यानल नयाँ हुन्छन् कृपया लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला थ्याङ्क्स फर वाचिङ गाइज बाई बाई लभ यु अल सी यु अगेन ल भन्नु न भन्दिनँ संसारमा